guys, welcome to my channel. स्वागत छ तपाईलाई मेरो अर्को नयाँ ब्लगमा। अनि गाइस, पुन्तुलुङ जन्मेर पहिल्यैचोटि होला हैन, पुन्तुलुङ र म भुइँमा सुतेको भनेको म हैन, पुन्तुलुङ त भुइँमा सुतेको भनेको हैन। कहिले पनि हैन जन्मेदेखिबाट चाहिँ कहिले पनि भुइँमा सुतेको थिएन हैन। आज चाहिँ पुन्तुलुङ हैन मसँगै भुइँमा सुत्यो। कति कोक्रोमा सुताउनु भनेर अनि कोक्रोमा अब यसलाई के रे घुमी सुत्नु अप्ठ्यारो हुन्छ नि त हैन, लडी गरेर सुत्नु अप्ठ्यारो हुन्छ। अनि त्यही भएर चाहिँ मैले यसलाई आज ओछ्यानमा खाट्न पनि नि तल ओछ्यान लाएर अनि यसलाई चाहिँ मैले मसँगै सुताएको थिएँ। म पनि भर्खर सुतेर उठेँ हैन। अनि पुन्तुलुङ चाहिँ आज यहाँ खेलिरहेछ यहाँ हैन, सिरानी साइडमा लाएर अनि म पनि यहाँ निदाएँ सुतेँ। अनि पुन्तुलुङ त मस्त सुतिरहेको थियो, म उठेर हेरिराखेँ हैन। अनि त कहिले पनि यस्तो भुइँमा सुतेको थिएन, तर आज चाहिँ सुत्यो भुइँमा हैन, मस्त सुतिरहेको थियो। के गरेर उठ्यो भन्दाखेरि मैले के रे टिकटक खोलिहालेँ क्या। अनि साउन्डहरू ठुलो रहेछ टिकटकमा, मतलब त्यो के रे साउन्ड चाहिँ ठुलै रहेछ हैन। अनि त्यही भएर चाहिँ मैले चाहिँ यस्तो टिकटक हेर्नुलाई टिकटक खोलेको त नि यत्रो बजेर त पुन्तुलुङ त तर्सेर उठिहाल्यो। अनि यो मैले नै उठाइदिएँ क्या यसलाई। जहिले पनि यस्तै हुन्छ कि मैले बोलेर यो उठ्छ कि मैले टिकटक, आज चाहिँ टिकटकको बदली उठेँ क्या। मैले टिकटक खोलेको त यत्रो साउन्ड आयो भनेर तर्सेर उठिहाल्यो। नभए मस्त सुतिरहेको थिएँ हैन, म अघि देखाउनु पर्यो हैन भनेर सोचेको थिएँ, उठिहालेँ क्या यो पुन्तुलुङ। आज त मम्मी र त सुतिस् नि यहाँ हैन नि। अरे यता देखेकै छैन नि पुन्तुलुङ, दुईजना गएर सुत्यौँ नि त यहाँ। अनि म यहाँ हैन निकै पो सुत्यौँ त हामी यहाँ दुईजना हैन। अनि सुतेर अनि उठ्यौँ। गर्मी उस्तै छ गाइस, कति गर्मी छ हैन। यहाँ माथि फ्यान चलायो अनि यहाँ तल सुत्यो। तर कस्तो डर लाग्ने रहेछ क्या, यस्तो यो फ्यानको तल सुत्नु चाहिँ डर लाग्ने रहेछ, किनकि फ्यान पनि कस्तरी कराउँदैछ नि त। अनि त्यो हल्लिँदाखेरि पनि डरलाग्दो टाइपले हल्लिँदैछ क्या। अनि मलाई जस्तो डर लागेको थिएन सुत्नु चाहिँ, अनि झर्छ कि जस्तो लाग्ने हैन। अनि त्यही पनि त्यो मेरो सोचमा त्यो होला भनेर चाहिँ म सुतेँ। तर डर लाग्ने रहेछ क्या, झर्छ कि भन्ने चाहिँ त्यो सोच आफै माइन्डमा आउँदो रहेछ हैन। अनि त्यही भएर चाहिँ म चाहिँ त्यस्तो मेरो त्यस्तो उयो हो मात्रै भनेर म सुतेँ यहाँ चाहिँ। अब त रोजै बदिउँछ सुत्नु थालेको चाहिँ झन् साह्रो मोटाएर फुट्छु होला क्या। म खाना खाने बित्तिकै म सुत्छु क्या आजभोलि। पुन्तुलुङ उठाउँछु, पुन्तुलुङलाई सँगै बुबु खुवाउँदै सुताउँछु नि त। त्यही माथि म पनि कस्तो निन्द्राले कस्तो भइरहेको हुन्छु। अनि त्यसरी खाना खाने बित्तिकै त सुत्नु हुँदैन, म त झन् खाना खाने बित्तिकै सुत्दिन्छु। झन् मोटाएर त म त भारती जस्तै हुन्छ नि पुन्तुलुङ। पुन्तुलुङ आज त पुन्तुलुङ र मम्मीसँगै सुत्यो नि ओछ्यानमा हैन। लाठी खेल्दै गर ल, म चाहिँ पानी खानु पर्यो। पानी पनि धेरै खानुपर्छ क्या गाइस, मैले पानी नै खाँदिनँ हैन। पानी खानु याद पनि आउँदैन, पानी पनि खाँदिनँ। अनि पानी त अलिक खानुपर्ने हो हैन। भात खाँदा नि म त्यति साह्रो पानी नै खाँदिनँ, पानी चाहिँ खानुपर्ने हो। राति सुतेको फ्यान चलाएर, भरे त जाडो अब फ्यान चलाउँदा पनि हैन, फ्यान चलायो अनि फेरि बाहिरबाट पनि हावा आइरहेको थियो, झ्याल खुलेर आएर सुतेको। अनि बाहिरबाट चिसो, यो फ्यान त के भन्नु, फ्यानको भन्दा पनि चिसो हावा आइरहेको थियो क्या हैन बाहिरदेखि। अनि भएर कस्तो जाडोले म त सिरा कोरेर सुतेको क्या। बोल्नु त मलाई जाडो चाहिँ राम्रो लाग्छ हैन। जाडोमा चाहिँ म त लुगै हैन यतिकै सिम्पल एउटा भेस्टको टुलाएर पनि बसिहाल्छु, मलाई त्यति जाडो चाहिँ हुँदैन। गर्मी त म त सहनै सक्दिनँ।
कपाल झरेर मेरो घुमाउनु खालि घुमाउनु यसलाई। तर यो सुत्नु पनि धेरै सुत्छ क्या। अब अरू नानी मतलब अरू नानी हेरी चाहिँ होइन मैले चाहिँ यसलाई चाहिँ धेरै नै सुतेको देख्छु होइन। अनि सुत्छ फेरि उठ्छ अनि एकछिन मात्रै खेल्छ होइन, खेल्छ अनि फेरि सुतिहाल्छ अनि फेरि उठ्छ अनि एकछिन गराउँदा डुलाइदिन्छु होइन, उठेको बेला फेरि एकछिनै सुतिहाल्छ क्या। यो जस मलाई सजिलो छ क्या, यस्तो उयो छैन। कोल्दुलङ अघि कत्रो हुँदैथियो कि अनि मैले जिस्काइदिएको होइन, यसले जस्तो रुगो जस्तै नाटक पारेको होइन, यसले जसरी रुयो म पनि त्यसरी रुइदिएको कि चुप लाग्दो रहेछ। मलाई थाहा भयो नि त तपाईँ फेरि चुप लाग्छ भनेर। कोल्दुलु खै यहाँ देख लु लै 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 कोल्दुलु चुचाइ हामीले पढ्न आँटिसकेको छ। त्यो मेरो चाहिँ भित्र दुध सकेर हेर्नु छ। मलाई यो दुधको बेहोराले मनपर्दैन, हेरिराख्दा चाहिँ उठ्दैन होइन। जब त्यो अलिकति उता फर्क्यो भने होइन हेरेन भने चाहिँ पुरा उम्लेर गइरहेको हुन्छ क्या। अघि कतिखेर भर्खरै बसालेर बाहिर मात्रै निस्केको थिएँ, त्यो कस्तो भएको छ हेर्नुलाई होइन, कतिको अँधेरो छ भनेर देखाउनुलाई। त्यति नै दुध उम्लेर पुरै धम्सो भइसकेको रहेछ। आधा भइसक्यो होइन, 4 बजी भइसक्यो, 4 बजेको कति मिनट भइसक्यो होला। अब एकछिनै खाना पनि खाइहालिन्छ, अब कति 6-7 बजी नै खाना खाइहालिन्छ। अनि अहिले बेकारमा खाजा खाएर के गर्नु होइन, अनि घर गएपछि खाना खाइहालिन्छ। अनि त्यही भएर चाहिँ खाँदिनँ, बरु दुध मात्रै खान्छु होइन, दुध मात्रै खान्छु भनेर अनि मैले दुध मात्रै लिएर आएको। अब एकछिनमा भरे त खाना पनि खाइहालिन्छ अनि के भनेर चाहिँ अनि मैले चाहिँ दुध मात्रै ल्याएको। फेरि टाइगर बिस्कुट लिएर आएको छु, एउटा पनि होइन दुईवटा पनि होइन, 3-3वटा बोकेर आएको छु। मनै मान्दैन रहेछ क्या होइन, दुध मात्रै खानु पऱ्यो सोचेको थिएँ कि यस्तो के दुध मात्रै खानु भनेर होइन, मनै मानेन। अनि बिस्कुट लिएर आउनु पऱ्यो भनेर होइन बिस्कुट लिनु गएको थिएँ कि अनि भरे त एउटा मात्रै खानु सोचेको थिएँ बिस्कुट पनि, भएर त 3टा बोकेर आयो। बसेको नै रहेछ क्या। एक त बानी पनि हो नि त होइन, अब जहिले खाजा राख्ने बानी होइन, अनि यस्तो खाँदा त अब होइन के खाएको जस्तै नलाग्ने होइन। अनि त्यही भएर चाहिँ त्यही हो चाहिँ मैले फेरि बिस्कुट पनि लिएर आएको छु। सँग खाइ हुन्छ। पानी चाहिँ पर्ला जस्तो भन्छ, तर पानी नै परेको छैन। पर्दा पनि हुन्थ्यो नि, किनकि मलाई चाहिँ पानी परेको एकदम मनपर्छ क्या। पानी पर्ने सिजन चाहिँ मलाई किन साह्रै मनपर्छ। मलाई सानोदेखि नै होइन पानी परेको सिजन चाहिँ लास्टै मनपर्ने क्या। अनि त्यो पानी परिरहेको ठाउँमा त मलाई पानी परिराख्दाखेरि चाहिँ त्यहाँ चाहिँ एकदम गएर होइन पानीमा नुहाउनु मन लाग्ने होइन, गीत गाउँदै नुहाउनु मन लाग्थ्यो क्या। अनि त्यही याद आउँछ होइन। तर अहिले पनि मलाई चाहिँ पानी परेको सिजन चाहिँ साह्रै मनपर्छ क्या। मलाई त जिन्दगीभरि पानी परिराख्दा नि हुन्थ्यो जस्तो लाग्छ। पानी धेरै खानु पर्यो भनेर आज दिउँसोबाट मैले एक गिलास पानी खाइरहेको छु होइन। पानी खाएकै छु। पानी खाँदा खाँदा मेरो भुँडी यत्रो भ्याक्क निस्किसकेको क्या। अनि मलाई अप्ठ्यारो भइरहेको छ क्या। अनि हुन्छ नि
भुँडीमा के बोकेको छु जस्तो फिल हुने क्या। भएर त्यो पानी धेरै खाएर मेरो भुँडी यत्रो भइरहेको छ। तर मैले जति खाए पनि होइन मतलब के अरे बेबी हुनुभन्दा अगाडि पहिला त जति खाँदा पनि मेरो भुँडी चाहिँ निस्किँदैन थियो क्या, देखिँदैन थियो होइन। अहिले त पानी 2 गिलास खायो भने भुँडी भ्यातक्क निस्किन्छ। तर त म मोटाए पनि मेरो जिउ चाहिँ मोटाउँथ्यो, त्यो पेट चाहिँ भ्यातक्क निस्किँदैन थियो क्या। त्यो चाहिँ राम्रो थियो होइन। अब म कहिले त मोटाउँदैन त्यतिखेर पनि। बिहान चाहिँ म जाडो महिनामा मोटाउँथेँ होइन, गर्मी महिनामा चाहिँ दुब्लाउँथेँ। अनि जाडो महिनामा चाहिँ मोटाउँदाखेरि चाहिँ अब जिउहरू चाहिँ मोटाउँथ्यो होइन, अनि मोटो हुन्थ्यो जिउहरू चाहिँ। तर पेट चाहिँ मोटाउँदैन थियो क्या, पेट चाहिँ बढ्दैन जस्तो त्यस्तै हुन्थ्यो जति मोटाए पनि। त्यो चाहिँ राम्रो थियो क्या मेरो। र अहिले चाहिँ जिउभन्दा पेट पानी खायो भने पनि यत्रो ठुलो हुने। फेरि आफै भन्दैछु गाइस, मैले लगभग भ्लग नबनाएको आज भयो होला 2-3 दिन भयो होला मैले भ्लग नबनाएको होइन। भ्लग बनाउनु छोडेको, झन् भ्लग बनाउनु छोड्दाखेरि चाहिँ झन् त्यो के हुन्छ नि, अब रोजै बनाउँदा त बानी हुँदै जान्छ नि त, बानी हुँदै जान्छ बनाउँदै गएपछि। अब त्यो अब भर्खर त मैले बनाउनु स्टार्ट गर्दैछु, अनि बिचमा मैले कहिले 2-3 दिन बनाइनँ, हो त्यस्तो ग्याप गर्दै बनायो भने झन् त्यो बानी नै हराउँदो रहेछ क्या। त्यस्तो भइरहेछ मलाई। अब 2-3 दिन पछाडि अब बनाऊँ भन्दाखेरि चाहिँ, जब बनाउनु सुरु गर्दाखेरि चाहिँ झन् के भनौँ होइन, के भनौँ हुने रहेछ होइन। भन्नु त फेरि केही बाटोले हुँदैन, अनि त्यो भएर चाहिँ अलिक बानी पनि हराइँदो रहेछ होइन। त्यो पहिला त अब रोजै त्योभन्दा अगाडि रोजै बनाएको थिएँ नि त मैले, हो त्यतिखेर चाहिँ अलिकति बानी हुँदै थियो। अनि मैले चाहिँ अब अस्ति भएर अलिकति ग्याप गर्दै हाल्दै थिएँ। झन् योपालि त 2-3 दिन 3-4 दिन खै कति दिन ग्याप भएको छ होला, अनि झन् बानी नै हराइँदो रहेछ क्या। त्यस्तो भएपछि चाहिँ फेरि नयाँदेखि स्टार्ट गरेर जस्तै हुँदो रहेछ क्या। अनि अहिले त झन् म त बाहिर गएर झन् बनाएको पनि छैन होइन। अहिले त बाहिर गएर बनाउनु सकिँदैन, किनकि अहिले त बाहिर जानु त्यति काम पनि परेको छैन क्या। अब अस्ति कुन्तुरमा लाँदाखेरि चाहिँ मैले बनाएको त त्यो एकै ठाउँको के बनाइराख्नु भनेर चाहिँ मैले बनाएको थिइनँ। तर यस्तो नि अन्त रोजै ल्याइराख्नु त कन्टेन्ट पनि हुनु पऱ्यो होइन राम्रो। बाहिर हिँडिराख्नेलाई त कन्टेन्ट हुन्छ होइन, बाहिर घुमिराख्नेलाई कहाँ गइराख्नेलाई चाहिँ कन्टेन्ट हुन्छ। अब म भन्ने त रुमभित्रै बस्ने होइन, अब कुन्तुमा उठ्दाखेरि चाहिँ त्यसो खेल्ने उयो गर्ने होइन, त्यसलाई डुलाउनु लाने हो त्यो हुन्छ नि। त्यो सुत्छ, अनि सुतेपछि फेरि मेरो भ्लगहरू स्टार्ट हुन्छ होइन। त्यति नै हो मेरो चाहिँ होइन। त्यही भएर चाहिँ यस्तो मेरो बाहिर जाने काम भनेको चाहिँ बजार मात्रै हो। त्यो बजार पनि कति नै जानु होइन, कति नै देखाउने त्यो बजार गएको पनि। उसको नानी त्यति साह्रो दिएछ हौ। भन्नु पऱ्यो भने यहाँ जति रुम छ, जति रुममा मान्छेहरू छ उति सबैको नानी छ क्या। कुनै पनि रुम नानी बिनाको छैन, सबैको नानी नै नानी।
कसैको चाहिँ एउटा कसैको त एउटा छ, कसैको त दुईवटा छ, दुईवटा दुईवटा नानी भएकोहरू छ त्यो चाहिँ होइन। त्यस्तै हुँदैछ क्या सबै नानी आमाले खाना रुममा सबै बस्नेहरूको यहाँको अन्त मुनि बस्नेहरूको सबै नानीको आमा मात्रै छ। रुमभरि सबै देखियो त्यो हल्लिँदैछ भन्नु पऱ्यो भने नि यति गर्मीमा पनि यति जाडोमा पनि होइन अब हावा चलिरहेको हुन्छ शीतलै हुन्छ होइन। मलाई त शीतलै हुन्छ, त्यही पनि यसलाई चाहिँ गर्मी नै हुन्छ क्या। हिजो त्यत्रो शीतल भएको थियो हावा होइन, पानी पर्दाखेरि शीतलै हुन्छ। हावा पनि चलिरहेको छ, मैले त्यसलाई झ्यालमै राखेको थिएँ अनि त्यही पनि त्यसलाई गर्मी भइरहेको थियो क्या, त्यो टाउकोभरि पसिना आइरहेको थियो क्या। अनि मलाई त शीतल भएर झन्डै जाडो पनि भइरहेको थियो होइन, तर यसलाई चाहिँ गर्मी नै हुँदो रहेछ क्या। त्यत्रो अब शीतलमा पनि यसलाई चाहिँ गर्मी नै हुने रहेछ। मेरो बहिनीलाई साली बनाउला, मेरो बहिनीलाई साली बनाउला। भन्नुपर्दा मान्छेहरूलाई चाहिँ टिकटक बनाउनु कति रहर हुन्छ होइन, रहर लाग्दो रहेछ। मैले देखेको किनकि मान्छेले एक दिनमै 5-6वटा भिडियो हाल्छ होइन, 6-7वटा, त्यही पनि लुगा चेन्ज गरी होइन, मेकअप गरी कपाल बनाएर पुरै मेकअप गरेर होइन के लाएर बनाउँछ। म त झन् केही पनि लाउँदिनँ होइन। मलाई त टिकटक बनाउनु यति अल्छी लाग्छ खै के भएको त्यो। मैले के अरे टिकटकहरू बनाएको त कहिलेको भिडियोहरू हुन्छ क्या, मतलब आज बनाएको आजै हाल्दिनँ होइन। म बनाए पनि अब कहिले बनाइराखेको हुन्छु होइन, 1-2वटा हाले पनि राखेको हुन्छु। अनि साली बनाउला मेरो बहिनीलाई साली बनाउला त्यो भन्ने गीत पनि अहिले पुरा ट्रेन्डिङमा चलिरहेको छ क्या। भन्नुपर्दा नि मलाई टिकटक बनाउनु यति अल्छी लाग्छ। मान्छेले त टिकटक कतिवटा हाल्छ होइन एक दिनमा, तर मलाई त म त 2-3 दिन नै हालेको हुँदिनँ क्या होइन। यसमा चाहिँ तपाईँहरूलाई एउटा कुरा भन्नु छ होइन, मेरो आज एउटा नानी पनि छ, तपाईँहरूलाई देखाएको छुइनँ मैले। यो चाहिँ छोरा हो होइन, 3 महिना पुग्दैछ भर्खर। यो चाहिँ एउटा छोरा एउटा छोरी होइन। तपाईँहरूलाई मैले देखाएको थिइनँ क्या, लुकाएर राखेको थिएँ। होइन छोरा यो चाहिँ मेरो नानी होइन यो चाहिँ यो रुम छेउको दिदीको नानी हो। अनि त्यो दिदी चाहिँ यहाँ पर रुम सर्नु भएको छ नि त, अनि त्यही भएर अहिले चाहिँ यहाँ भेट्न आउनुभएको थियो अरे। अनि अहिले चाहिँ यहाँ पसलमा काम छ भनेर जानुभएको छ। अनि त्यो दिदीको नानी हो, छोरा हो क्या यो चाहिँ। अनि यहाँ चाहिँ छोडेर जानुभएको थियो,
त्यही भएर चाहिँ हैन हाई भनिदेऊ हाई हाई भनिदेऊ तपाईँले सोच्दै हुन्छ कि फेरि किन लुगा फेरेर बसेछ भनेर म जब पुन्दुङलाई घुमाउन लान आँटेको अनि यहाँ रुम छेउको दिदीले चाहिँ जाउँ न त यसो घुम्नु बाहिरतिर हावा खानु भन्नुभएको छ नि त अनि त्यही भएर चाहिँ हामी अहिले जानलाई चाहिँ रेडी भएको छौँ तर रेडी भन्दा पनि त्यही लुगा मात्रै फेरेको भेस्ट चाहिँ अनि त्यो अघिको सेतो भेस्ट अलिक टाइट छ नि त मलाई अनि त्यही भएर चाहिँ यो लगाएको अनि पुन्दुङमा जाऊँ भनेको पुन्दुङले सुतिरहेको क्या अनि त्यसलाई कसरी फेरि उठाएर लानु अनि त्यही भएर चाहिँ अब एकछिनमा चाहिँ उठ्यो भने अनि प्लस अनि त्यो दिदी चाहिँ यो रुम छेउको दिदी चाहिँ रुम सर्नु भएको थियो नि त हिजो कि अस्ति सर्नु भएको यहाँ पर छेउमै सर्नु भएको छ क्या अनि त्यो दिदीले चाहिँ जाउँ न के अरे हाम्रो रुम हेर्नु भन्नुभएको छ होइन म गएको छुइनँ नि त रुम हेर्नु अस्ति बोलाउँदै हुनुहुन्थ्यो बोलाउनु चाहिँ अनि म गएको थिइनँ अनि लिनु चाहिँ आउनुभएको अरे तर यो नै उठेको छैन अनि त्यही भएर चाहिँ म अब अहिले एकछिनमा जान्छु भनेर चाहिँ यसलाई पर्खिरहेको छु कतिखेर उठ्छ र जान्छु भनेर अनि उठेकै छैन क्या यो कति धेरै सुत्छ क्या यो म नि छक्कै पर्छु होइन अघि त्यति धेरै सुतेर उठेको होइन यो फेरि पनि सुत्यो क्या यो सुत्यो त डरै सुत्छ ग्यास बन्दले चाहिँ उठिसक्यो होइन अब यसलाई घुमाउनु लानुपर्ने अहिले दिदी आएको थियो भने नि हो दिदीकोमा दिदीले बोलाउनु भएको छ कि अनि त्यही भएर चाहिँ त्यहाँ जानुपर्ने दिदी चाहिँ जानुभयो किनकि दिदीको नानी पनि छ त्यही भएर बन्दले चाहिँ उठेको थिएन अघि लिन आउँदाखेरि अनि अब बन्दले र म त्यता घुम्दै जान्छु दिदी चाहिँ एउटा मेरो साथी हुनुभएको छ क्या होइन यता रुम यतै सर्नु भएको थियो तर यता चाहिँ अलिकति मन नपरेर होइन अब यस्तो गर्मी छ भने चाहिँ यता पल्लोपट्टि सर्नु भएको छ क्या अर्कै घरमा त्यही भएर चाहिँ त्यहाँ जानुपर्ने अस्ति सर्नु भएको बोलाइराख्नु भएको थियो क्या त्यही भएर चाहिँ म त्यता आएको थिइनँ अघि लिन आउनुभएको थियो तर यो चाहिँ सुतिरहेको थियो म जानु पाइनँ त्यही भएर अब चाहिँ जानु आँटेको यसलाई डुलाउँदै अनि त्यही भएर चाहिँ आजको लागि चाहिँ यति नै गाइस त बाई बाई अब मेरो चाहिँ हेर्नु भ्लग यस्तै हुन्छ बोरिङै हुन्छ होइन जहिले तहिले यस्तै एउटै खालको हुन्छ होइन बुन्दुलु जहिले तहिले होइन ओके गाइस टाटा भन्दै बुन्दुलु बाई बाई टाटा होइन ओके बाई बाई टाटा फेरि अर्को ब्लगमा भेटौँला।